लक्ष्म्यै च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। हाम्रो पूर्व पश्चिम अनलाइन ज्योतिकरले सञ्चालन गरेको साप्ताहिक राशिफलमा नमस्कार अनि स्वागत गर्न चाहन्छु। म मुना थापा। तन्नो लक्ष्मी प्रचोदयात्। हाम्रो राशिफल तपाईहरुलाई कस्तो लागिरहेको छ, सल्लाह सुझावको अपेक्षा पनि राखेको छु। मिति 2074 साल जेठ 20 गतेदेखि 26 गतेसम्मको राशिफल लिएर म उपस्थित भइसकेको छु। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। सुरु गरौं पहिलो राशि मेष राशि। पढाइ लेखाइमा प्रगति हुनेछ। आफन्तको सहयोगमा महत्त्वपूर्ण काम बन्नेछ। कला सांगीतिक क्षेत्रमा प्रगति रुचि बढ्ने देखिन्छ। राजनीतिक काममा सुधार देखिनेछ। व्यवहार व्यवसायबाट प्रशस्त मात्रामा नाफा देखिनेछ। समाज तथा घरमा मान सम्मान बढ्ने रहेको छ। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। वृष राशि। स्वास्थ्यमा समस्या आउनेछ। दैनिक काममा होशियारसँग गर्नुपर्नेछ। सामाजिक सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ। राजनीतिक काममा सफलता मिल्नेछ। अध्ययनमा सफलताका साथै शारीरिक थकाइ बढ्ने देखिन्छ। वृष राशिलाई प्रचोदयात्। मिथुन राशि। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन तथा नयाँ स्रोतका भावहरू बढ्नेछन्। वैदेशिक यात्राको योग रहेको छ। सामाजिक र धार्मिक काममा रुचि बढ्नेछ। प्रेमी प्रेमिका बीच सम्बन्ध सुधार आउने देखिन्छ। विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे कर्कट राशि। कृषि काममा सफलता मिल्नेछ। आफन्तसँग समुद्र सम्बन्ध बढ्नाले मन खुसी रहनेछ। साथीभाइसँग रमाइलो समय बित्नेछ। सामाजिक सभा सम्मेलनमा भाग लिनाले महत्त्वपूर्ण काम बन्नेछ। नयाँ कामको थालनी हुनेछ। कर्कट राशिलाई लक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। सिंह राशि। शत्रु रोगबाट छुटकारा मिल्नेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। सोचे भन्दा धेरै खर्च हुनेछ। लामो समयदेखि रोकिएका कामहरू सुचार हुनेछन्। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि। कन्या राशि। मान सम्मान र प्रतिष्ठा पाइनेछ। शत्रुहरू पराजित हुनेछन्। आकस्मिक धन लाभ हुनेछ। काममा केही चुनौतीको सामना गर्नुपर्नेछ। पारिवारिक जीवन सुखमय बित्नेछ। कन्या राशिलाई लक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। तुला राशि। आफन्तले काममा सहयोग दिनेछन्। माया गर्ने प्रति सम्बन्ध सुधार आउनेछ। सोचेको आँटेको काम बन्नेछ। रोकिएका कामहरू सुचार हुनेछन्। घरायसी काममा झमेला आउनेछ। तुला राशि हुनेहरूलाई लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। वृश्चिक राशि। दाम्पत्य जीवन खटपटी आउनेछ। अकस्मात धन लाभ हुने योग रहेको छ। शिक्षा प्रति मन जानेछ। व्यवहारमा व्यवसायहरू फस्टाएर जानेछ र सफलता मिल्नेछ। आफन्तसँग मनमुटाव हुने योग रहेको छ। नयाँ काममा हात हाल्नाले मौकाहरू आफ्नो हातमा पर्नेछन्। महालक्ष्मी
च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। धनु राशि पारिवारिक सम्बन्धमा सुधार आउनेछ, पढाइ लेखाइमा प्रगति हुनेछ, काममा विभिन्न अवसरले पछ्याउनेछन्, प्रयासहरू सकारात्मक रहनेछ धनु राशि हुनेहरूलाई। तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे। मकर राशि राजनीतिकमा प्रशंसा बढ्नेछ, साथीभाइ र आफन्तको सहयोगमा काम राम्रो बन्नेछ, प्रयासले बाटो खुल्ला बनाउनेछ, लेनदेनमा भावहरू आउनेछन्, त्यसैले सचेत रहनु पर्नेछ मकर राशि हुनेहरूलाई। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे। कुम्भ राशि साथीभाइसँग रमाइलो समय बित्नेछ, पढाइ लेखाइमा प्रगति हुनेछ, जग्गा जमिनबाट नाफा मिल्नेछ, वैदेशिक व्यापारमा नाफा मिल्नेछ, बिना कारण विवाद बढ्नाले मन चिन्तित रहनेछ, परिवारको सहयोगमा विशेष काम मिल्नेछ कुम्भ राशि हुनेहरूले। विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च। अन्त्यमा मीन राशि मुद्दा मामलामा सफलता हुनेछ, विशेष साथीबाट सहयोग मिल्नेछ, रमाइलो ठाउँमा घुम्न पाउँदा मन खुसी हुनेछ, घरायसी काममा विवाद आउने देखिन्छ, काम गर्ने हौसला उत्सुकता बढ्नेछ, काममा विभिन्न अवसरहरूले पछ्याउनेछन्, सुख दुःख दुवैले बित्नेछ यो हप्ता मीन राशि हुनेहरूलाई। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो। राशिफलले जस्तो जे बताए पनि आफ्नो कर्म विश्वास गर्न नछोड्नुहोला, अघि बढेका पाइलाहरू अघि बढाइरहनुहोला, सफलता तपाईहरूको हातमा आउनेछ। जय दुर्गा भवानी। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्। महालक्ष्मी च विद्महे विष्णुपत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात्।